रियलमा जस्तो छु त्यस्तै छु रिलमा 1 महिना काम हान्यो 3 महिना छिलमा 84 व्यञ्जन रातिको मिलमा सिग्नेचर चल्दिन्छ लाखौंको बिलमा अड्डामा हाम्रो रक्सीको लाखौंको बिलमा अड्डामा हाम्रो रक्सीको पाडी काम हान्यो चल्दिन्छ लाखौंको बिलमा अड्डा हेलो एन्ड नमस्ते सबैजनालाई वेलकम माई ब्याक च्यानल सुरिमा युट्युब च्यानलमा लामो समयको अन्तरालपछि फेरि पनि एउटा सानो छ्यासै भिडियो हालौँ अहिले एउटा जोस जागरको साथ म एउटा सानो भिडियो गर्दैछु सुरुदेखि अन्तिम समय हेर्नु होला। आजको विशेष मेरो भिडियो चाहिँ भनौँ न म के गर्दैछु काठमाडौँमा भन्ने कुराहरू चाहिँ त्यसको बारेमा चाहिँ देखाउनको लागि चाहिँ तपाईँहरूलाई भनौँ न एक खालको भिडियो देखाउँदैछु। यता मेरो साथीहरू पनि हुनुहुन्छ होइन, ह्यान्डसमहरू यता ह्यान्डसमहरू। अब साथीहरू त पुरै ह्यान्डसम छ, म त अब यस्तै हो, तिमीहरूको भाइ त यस्तै हो होइन, तर मेरो साथीहरू चाहिँ लास्टै ह्यान्डसम छ होइन। सो यस्तै हो। आजको दिनमा चाहिँ सुदीपले के गर्दैछ काठमाडौँमा होइन, त्यो चाहिँ ल है चल्दिनु ल, भोलि भेटौँ। सुदीप भाइले चाहिँ काठमाडौँमा के गर्दैछ भन्ने कुरा चाहिँ तपाईँहरूलाई म अवश्य देखाउने नै छु होइन। अब चाहिँ के भन्दाखेरि म हिमालयन जाभादेखि म थकालीदेखि जाभामा चाहिँ हिमालयन जाभामा चाहिँ कसरी प्रवेश गरेँ र कस्तो खालको चाहिँ काम गर्छु भन्ने कुरामा चाहिँ तपाईँहरूलाई म अवश्य पनि देखाउने छु। हामी चाहिँ अहिले सुकेधाराको यसो यो होटल छ, थाहा छ नि तपाईँहरूलाई कुन होटल हो थाहा छ? यहाँ त म त दिनमा एकपटक त लन्च लिएर मात्र जान्छु क्या होइन, त्यस्तै चलिरहेछ। कसले भने खाल्नको लागि चाहिँ यस्तो गरे है हामीले चाहिँ अनि हाम्रो चाहिँ यो पिज्जाहरूमा मैले जानकारी पाएँ। अब अलिक स्के आयो हाम्रो आयो यार, यस्तो थकाली रेडी भएको आयो है। अब चाहिँ हाम्रो टक्क छ नि त नि यो थकाली सेटै तपाईँको चाहिँ यो हेर्नु सक्नुहुन्छ। तपाईँहरूले उता हाम्रो निशान सर हुनुहुन्छ, पुरै स्माइलमा चाहिँ हुनुहुन्छ क्या। म भनेपछि यो किचनमा चाहिँ सबै सुनसान हो कि हेर्नु सक्नुहुन्छ। हाम्रो चाहिँ यहाँ थकाली सेटमा चाहिँ हेर्नुभयो नि त नि, मैले भन्नु पर्दैन यो के कसो अचार 4 खालको हुन्छ अनि हाम्रो साग हुन्छ है, अनि त्यसपछि साग अनि हेर्दै हुनुहुन्छ ल ल ल ल ल ल ल होइन, हल्का बिस्तार गरै उता ल। अब आयो कि यति पछि चाहिँ हामीले बाहिरतिर गेस्टले लग्नुपर्ने हुन्छ क्या। अब यो चाहिँ हाम्रो रेडी भयो। हाम्रो योभन्दा अगाडि चाहिँ 150 वडाको चाहिँ आएको थियो, डिमान्ड आएको थियो। 150 वडा चाहिँ गइसक्यो। हामीले चाहिँ अब यो चाहिँ के गर्नुपर्छ भन्दाखेरि 150 वडा हुँदाखेरि चाहिँ भिडियो गर्नु पाइएन, बबाल हुन्थ्यो त्यो बेला चाहिँ, किनकि त्यो बेला बिजी भयो नि त, अनि त्यही भएर चाहिँ भिडियो गर्न पाइएन। यहाँ चाहिँ हल्का टक्क अलिकति अर्डर आएछ, अनि अर्डर आएको कारणले चाहिँ मैले यतापछि रेडी बनाइसकेँ नि त, अनि रेडी बनाइसकेँ, त्यही भएर चाहिँ भिडियो बनाइराखेको छु।
सो तपाईँहरूले चाहिँ हेर्न सक्नुहुन्छ। अब यति पछि चाहिँ हाम्रो चाहिँ रेडी भयो। अब यहाँ पापड बाँकी, पापड पनि स्टार्ट हुँदैछ। अनि हाम्रो यो अब सुरु हुँदैछ हाम्रो खानाको चाहिँ यो डेकोरेसन चाहिँ स्टार्ट हुँदैछ है। अब चाहिँ यो चाहिँ सुरुको चाहिँ मैले अगाडि नै बनाइसकेँ क्या। यो चाहिँ हाम्रो दाल, यो मुस्ताङ दाल है, मुस्ताङबाट चाहिँ अर्ग्यानिक हो यो हाम्रो चाहिँ है। अनि यता हेर्नु सक्नुहुन्छ माछा, अनि यता आलुको पिस छेउमा माछा भएपछि त ठक्काले त आबुई। अनि यस्तो गम किन्दैन अचारहरू होइन, टक्क अचारहरू पनि हेर्नु सक्छ। लप्सी घुम्यो फरर लप्सी, आहा यति खाएपछि चाहिँ बबालै भयो क्या हाम्रो। ल है हजुर दादा, अघिको चाहिँ खाली भएको थियो, यता खाली थियो होइन। अनि टक्क यता साइडमा हाम्रो चाहिँ कुनै चाहिँ रेडी भएको, कुनै चाहिँ अब एकैचोटि गर्नु सकिँदैन नि त। यता चाहिँ भर्खर रेडी हुँदैछ, यता चाहिँ गइसक्यो, अब लाँदैछ, ओसारिरहेको छ क्या। उता ओसारी राख्नु भएछ वेटर स्टाफहरूले होइन। हाम्रो निशान सर पनि वेटर हो होइन। अनि ल हाम्रो दादाजी उतापट्टिको ल हाम्रो यो रेडी भइसक्यो। यो बिल्डिङ लगभग यो काठमाडौँ एरियाको ठुलो जस्तो लाग्छ क्या होइन। फेरि हाम्रो छतबाट झलम्म देख्छ नि, फेरि यो यहाँ परको यो घर ठुलो घर छ है। अनि त्रिदेवी मार्ग है। त्रिदेवी मार्गको अगाडि रहेको हाम्रो होटेल है, ठ्याक्कै अगाडि हेर्दाखेरि त्रिदेवी मार्गदेखि अगाडि हेर्दाखेरि चाहिँ चतर हाम्रै होटेल रहेको छ है। यतै अझ भ्यू चाहिँ पप म 12:30 हुँदैछ। यो 12:30को बेलामा चाहिँ मिठो एकछिन अर्डर आउँछ क्या होइन। आजको भिडियो चाहिँ अर्डर भन्ने छ, आजको भिडियो तँ भन्दैछ है। अनि दाइसँग चाहिँ दाइ चाहिँ टुवा परिराख्नु भएको छ, यो जाठा के भन्दैछ भनेर चाहिँ है। यस्तै दायाँ नहेरी हिँड्दाखेरि पनि करकै हुन्छ भिडियो, करक है। आजको भिडियो चाहिँ करक भन्छ। अनि एकजना साथीले भन्थ्यो क्या, मेरो फोन नर्मल हो क्या, सस्तो हो। अनि के भन्छ भन्दाखेरि तेरो फोन कुन हो, खतरा त नि के अरे खतरा भिडियो गर्छस् भनेर भन्नुभएको थियो है। मेरो फोन चाहिँ त्यही 22-23 हजारको, महँगो त चलाउन सकिँदैन है। म पनि गाउँदेखि छोडेर यहाँ काठमाडौँसम्म अरूको गुलामी गरिरहेको छु, काम गरिरहेको छु, अरू केही नोकरी गरिरहेको छु भनौँ न है। उठभन्दा उठ बसभन्दा बस बनाउँछ है। अब त्यस्तै हो, अरूको काम गरेपछि होइन बेलामा पुग्नुपर्छ, बेलामा फर्किनुपर्छ। होटेल लाइनमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि जानुको चाहिँ टुङ्गो फिक्स टाइम गर्नुपर्छ, फर्किने बेला चाहिँ त्यही टाइम हुने कि फिक्स टाइम हुँदैन। किनकि लास्ट अर्डर चाहिँ हाम्रो 8:30 बजी आउँछ। अनि लास्ट अर्डर आउँदाखेरि चाहिँ त्योभन्दा पनि धेरै आइपुग्यो भने त बिजी हुन्छ नि त। बिजी भएपछि चाहिँ गाह्रो हुन्छ नि त हामीलाई। अनि त्यसपछि कहिलेकाहीँ 9:30-10 हुन्छ क्या। त हाम्रो खास गरी मेरो ड्युटी भनेको प्रायः इभिनिङ हुन्छ है। मैले सरहरूलाई भनेर मेरो काम हुन्छ बिहान, यसो पढ्ने कामहरू यताउति हुन्छ, मलाई इभिनिङ मिलाइदिनु भनेर मिलाइदिनु भएको छ सरले है। मेरो चाहिँ 1 बजीदेखि 9 बजीसम्मको ड्युटी हुन्छ। कहिले चाहिँ म धेरै बिजी हुन्छ क्या, धेरै बिजी भन्दा पनि हाम्रो चाहिँ लास्ट अर्डर चाहिँ धेरै आयो भने चाहिँ कहिलेकाहीँ 10 पनि बजेको छ है। अब अझै दसैँ तिहारको मामला आउँदैछ, त्यो बेला चाहिँ लास्टै बिजी हुन्छ, खाना खाने टाइम पनि हुँदैन। राजु तपाईँहरूलाई म कुन ठाउँमा काम गर्छ भनेर भन्न लागेको थिएँ, बिर्सेँ। हिमालयन जाभा ठमेलमा त्रिदेवी मार्ग अलिकति अगाडि त्यही म काम गर्छु है। हिमालयन जाभा कफी सप ड्रिम अफ गार्डन, जसले त्रिदेवी मार्गको ठ्याक्कै अपोजिट अगाडि पनि भनेर भन्छ। अनि यस्तै हो काठमाडौँको रहन सहन बसाइ यस्तै उठ्यो, हल्का एकछिन बुकहरू हेऱ्यो, अनि क्लास गयो, अनि फर्क्यो, अनि बिजोक रमाइलो गरी काम गऱ्यो है। आज चाहिँ विशेष म चाहिँ ढिला भएर म साइकलबाट आउनु सोचिरहेको थिएँ, तर अफसोस मैले साइकल ल्याउन अलिकति सकिनँ, गाह्रो भयो मलाई है, अल्छी पनि लाग्यो। अनि पठाउ यसो हुर्र बुकिङ गरेको। यहाँदेखि चाहिँ मेरो रुमदेखि चाहिँ मेरो यो अफिससम्म चाहिँ त्यस्तो तपाईँको 105 रुपियाँ उठ्दो रहेछ। तर म सानो तिनो भ्लगिङ गर्छु भनेर थिएँ, तर दाइले त्यसै
को जाना पड़ेगा मेरे को जाना पड़ेगा मेरे को जाना ओहो गाइस मिट अर्डर आएको रहेछ स्वाटे अर्डर हानेर यो चाहिँ स्पेशल सेगम्बो यहाँ चाहिँ सबै फिल भएको छैन यो चाहिँ सबै रेडी भएको छैन अब रेडी गर्दैछु मिठो अर्डर आएको रहेछ है जिब्रो पनि कस्तो लडवडी रहेछ भने मिठो अर्डर आएको रहेछ यो चाहिँ हाम्रो स्पेशल सेगम्बो हो है यो तोप हुन्छ बनाउनु पनि छिटो हुन्छ अनि खानेलाई पनि स्वादिष्ट धेरै खालको आउँछ क्या फ्रुट्स अनि यहाँ अमलेट अनि त्यसपछि बेगन त्यसपछि ससेज त्यसपछि ब्रेड त्यसपछि लेटुस जान्छ क्या यो चाहिँ फेरि हाम्रो अर्कै है यो चाहिँ यसलाई चाहिँ यो चाहिँ हाम्रो फेन्टोस हो फेरि फाइनली है अनि सेगम्बो यो चाहिँ रेडी भइसक्यो यो चाहिँ स्क्याम्बल एक तोप देखिरहेछ नि है यो स्क्याम्बल एक अनि यहाँ बिग मिन्स सर यस्तो हो क्या सेगम्बो स्पेसल भनेको चाहिँ हाम्रो हिमालयन जाबामा सेगम्बो स्पेसल चाहिँ यस्तो दिन्छ हाम्रो चाहिँ यसरी चाहिँ रेडी भइसक्यो अब यो वेटरहरूलाई चाहिँ बोलाएर चाहिँ दिनुपर्ने हुन्छ है हामीले पठाउनु पर्ने हुन्छ योमा चाहिँ सेगम्बो स्पेसल